विद्यालयको प्राङ्गण, जहाँ हाम्रो कक्षा एउटै भए पनि सेक्सन, फरक हुनु नै हाम्रो दूरीको पहिलो अध्याय बन्यो। र त्यही विद्यालयका भित्ताहरू आज पनि मेरो एकहोरो प्रेमका साक्षी छन्। ऊ मेरो मिल्ने साथीकी बहिनी थिई, जसलाई पाउन मेरो साथीले धेरै पटक पुलको काम गर्ने कोसिस गर्यो, तर भाग्यले हाम्रो मिलन कहिले जुराएन। मैले आफ्नो मनको कुरा पोख्दै प्रेमको प्रस्ताव राख्दा उसले सहजै नकार्दी, तर मेरो मनले हार मान्नुको साटो उसलाई झन् बढी चाहन थाल्यो। म उसको मायामा यसरी पागल भए कि उसको हरेक पाइला मेरो लागि एउटा गन्तव्य बन्यो। एक दिन हामी बीच केही संवाद होला कि भन्ने आश पलाएको बेला उसले म माथि एउटा रुयाङ गरी, जसमा म सोझोपनले गर्दा नराम्ररी फसेर त्यसपछि उसको मनमा मेरो लागिरहेको थोरै सम्मान पनि घटेर गयो। अहिले पनि हामी दुवै त्यही स्कुलमा सँगै पढ्दैछौँ। हरेक दिन मेरो आँखा अगाडिबाट हिँड्छे, तर ऊ झन् टाढा हुँदै गइरहेकी छ भने म चाहिँ उसले गरेको त्यो अपमान र अर्याङ्कका बावजुद पनि अझै गहिरो र पागलपनले भरिएको एकहोरो मायामा डुब